साथीभाइ म चाहिँ अहिले मङ्गलाबारी अहिले हाट बजारको छेउमा पुगिसकेको छु है। आज चाहिँ मङ्गलाबारी आज ट्युसडे आज बजार लाग्छ है। र आज चाहिँ वेदर पनि एकदम आज क्लाइमेट भन्नुपर्दा चाहिँ एकदम मजाको छ है। सो अहिले म चाहिँ मङ्गलाबारी चौपती चाहिँ अहिले लागिरहेको छु हो। पक्कै पनि तपाईँहरूलाई म अगाडिको चाहिँ बाटो देखाउने छु है। भन्दै गाइस हेर्दै गर्नु होला अगाडि है। सो साथीभाइ म चाहिँ अहिले लागिरहेको छु भुटान गेटपट्टि होइन, किनभने अहिले म यहाँ बुलान टर्निङबाट चाहिँ पेसेन्जर लिएर चाहिँ म निस्किरहेको नि त। सो अघि आउँदा चाहिँ गेटबाट आउँदाखेरि चाहिँ निकै खुल्लै थियो है क्लियर रोड चाहिँ। अब जाँदाखेरि चाहिँ के कस्तो हुन्छ, जाम हुन्छ कि। सो आशा राख्दैछु खुल्लै होस् भन्ने चाहिँ, किनभने तलबाट जाँदाखेरि चाहिँ निकै नै लेट हुन्छ नि त हामीलाई। त्यही भएर म चाहिँ अहिले लागिरहेको छु गेटतिर है। सो साथीभाइ भन्नुपर्दा म चाहिँ अहिले मङ्गलाबारी चौपतीको छेउमा पुगिसकेको छु है। दुईजना स्टुडेन्ट चाहिँ यहाँ इनारहाट स्कुलको छ, अनि उहाँहरूलाई चाहिँ यहाँ ड्रप गरिराखेर चाहिँ फेरि म लाग्नेछु जयगाउँपट्टि है। यहाँ रोकिनु दुईजना चाहिँ स्टुडेन्ट चाहिँ यहाँकै छ है। यहाँबाट हिरो रहेछ दुईजना अनि एउटा नानी छ। ओके थ्याङ्क यू। सो साथीभाइ म चाहिँ अहिले चाहिँ बुकिङबाट पुगिसकेको छु है। अनि जाऊ किनभने यहाँनिर चाहिँ अलिकति जाम पनि देख्दैछु है। अगाडि के कस्तो हुन्छ है, अलिक खुल्लै नै होस् भन्ने चाहिँ आशा छ मलाई पनि है। साथीभाइ यसरी चाहिँ हाम्रो चाहिँ यहाँ जयगाउँको बाटो चाहिँ मेन्टेन भइरहेछ नि त, अहिले बनिरहेको छ होइन। यो गाडी चाहिँ ट्रेलर चाहिँ रङ साइड पसेछ, यताबाट चाहिँ अहिले बनिरहेको छ। यो साइड चाहिँ अहिले पुरै कम्प्लिट भइसकेको छ, किनभने हिजो चाहिँ धेरै नै डिस्टर्ब भएको थियो होइन। डिस्टर्ब हुनाले चाहिँ बाटो चाहिँ तलबाट चाहिँ थ्रु गरेको थियो है। तलबाट चाहिँ अब हामी कुदिरहेको थियो। केही छिनपछि चाहिँ फेरि यहाँ चाहिँ अब बाटो चाहिँ फेरि बन्द गर्नेछ, क्लोज गरेपछि चाहिँ फेरि हामी तलबाटै कुद्नुपर्ने हुन्छ नि त। सो यसरी चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ है, यसरी बनिरहेको छ बाटो चाहिँ है। अनि आज चाहिँ यो साइड चाहिँ आज उहाँहरूको त्यो काम स्टार्ट गर्दैछ है। साथीभाइ आज फेरि ब्लकमा चाहिँ अहिले हामी यसरी फसेर बसिरहेको छौँ होइन। आज चाहिँ निकै नै जाम हुने रहेछ है। भन्नुपर्दाखेरि चाहिँ यहाँनिर ठिकै यहाँ चाहिँ अब मेरो भाइ चाहिँ आइपुगेछ है। आज चाहिँ बल्ल बल्ल भेट भयो है। के भन्छ लाग्यो तपाईँसँग भेटेर? अनि अब के भन्नु, एकदमै खुसी लाग्यो क्या तपाईँलाई भेटेर चाहिँ। बस सालमा भेट भयो है। कति सालमा अब भेट भयो हामी? 2 साल भयो। 2 साल बेसी भयो। 2 साल बेसी भयो। 2 सालको 2 साल बेसी भयो। 2 सालको बादमा चाहिँ अहिले अब हामी चाहिँ भाइसँग चाहिँ भेट हुँदैछ होइन। मान्छे गाउँ चाहिँ एउटै हो, तर जो अब जुडेको मात्रै नजुडे, हामी सँगै काम गरिरहेको थियो होइन। बल्ल बल्ल भेट भयो, साह्रो खुसी लाग्यो है। भन्दै साथी गाइस हामी चाहिँ अहिले हेरिरहेछौँ है। यहाँबाट चाहिँ अब सर्टकट लाग्नुपर्ने छ है। सो साथीभाइ अहिले म चाहिँ भन्नुपर्दा चाहिँ अहिले सुमसुई बजार पुगिसकेको छु है। रोड चाहिँ क्लियर नै छ, कुनै डिस्टर्ब चाहिँ देखेको छैन है। सो भन्दै अहिले म चाहिँ गेटपट्टि चाहिँ अहिले लागिरहेको छु है। साथी म चाहिँ अहिले भन्नुपर्दा चाहिँ भुटान गेटको छेउमा अहिले म पुगिसकेको छु है। म यहाँबाट चाहिँ अब फेरि फर्किने छु है मङ्गलाबारी कति। तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ भुटान गेट है। म चाहिँ अब यहाँबाट फेरि अहिले लाग्दैछु है। अब चाहिँ मङ्गलाबारीपट्टि है।